दुईटा एन्टिभाइरस हालेर कस्टमरले ल्याउनु भयो नयाँ ल्यापटप। दुईटा एन्टिभाइरस हालिसकेपछि ल्यापटपले काम गर्दैन, ह्याङ हुन्छ भन्ने कुरा मैले धेरै कस्टमरहरूलाई बताइसकेँ, एक दुईटा भिडियो पनि बनाएर हालिसकेँ। दुईटा एन्टिभाइरस हालिसकेपछि के हुन्छ भने त्यसले उसलाई एक आपसमा चाहिँ तिनीहरूको फाइलहरूलाई भाइरस फाइलको रूपमा उसलाई हेर्छ। त्यो हेरेपछि त ल्यापटप चल्नै पाउँदैन नि, पुरा मेमोरी हार्ड डिस्क सबै उसैले युज गर् दुईटा एन्टिभाइरसले युज गरिदिइरहेको हुन्छ। अनि ल्यापटप के चलोस्, नयाँ ल्यापटप ह्याङ। अब त्यो नयाँ ल्यापटप ह्याङ भइसकेपछि हामीले के गर्यौँ भने अब नयाँ ल्यापटप यस्तो हुन्छ, यस्तो के गर्नुभयो भनेर भन्ने कुरा आइहाल्यो। आएपछि सर्लक्क फर्म्याट गरेर अनि त्यसपछि उहाँहरूको डाटा सेभ गरेर फर्म्याट गरेर सल्भ गरिदिउँ। सल्भ गरिसकेपछि 1 घन्टा जति लाग्यो। सल्भ गरिसकेपछि आहा यो त जस्ताको तस्तै भयो भनेर भनेपछि मैले भने अब एन्टिभाइरस हाल्दाखेरि मलाई सोधेर हाल्नुहोस्, एन्टिभाइरस हाल्नु पर्दैन। एन्टिभाइरस एकदम नेसेसरी भयो भने कुनै किनेको सफ्टवेयर बचाउनु छ भने मात्र एन्टिभाइरस हाल्नुहोस्, त्यो स्पेसल केसमा मात्र र जानेर सर्टेन कन्टेन्टहरूलाई मात्र स्क्यान गरेर हाल्नुहोस्। त्यसले गर्दाखेरि तपाईँहरूको ल्यापटप सेफ हुन्छ। नत्र फेरि 2-3टा एन्टिभाइरस हाल्न थाल्नुभयो भने फेरि ह्याङ हुन्छ। नयाँ पुरानो 40,000 50,000 1 लाख 2 लाख 3 लाख जतिसुकै पैसा पर्ने ल्यापटपको पनि केस त्यही हो। त्यही भएर ल्यापटपमा एन्टिभाइरस हाल्नै हुँदैन, हाल्नुपर्छ भने जानेर मात्र हाल्नुपर्छ भन्ने सजेसन दिनलाई मैले यो भिडियो बनाएँ।